ल साथीहरू हाम्रो दामन टुर छ आज वान डे रिफ्रेसमेन्ट टुर न्यू क्यापिटल कलेजको स्टाफहरूको भेसु सर यहाँ मेरो घर ट्याक्क लिन आउनुभयो अनि यहाँ दुईजना दाजुभाइ टक्क अब यहाँबाट कलेज जान्छौँ हामी कलेजमा गएर अनि टक्क त्यसपछि त्यहाँबाट बसमा चढेर सर आज चाहिँ हामी दामनमा बिताउनेछौँ आजको दिन है त भेसु सरको बाइक फेरि पत्ता जस्तो मोबाइल हुन्छ नि यहाँ मोबाइलै उडाउला जस्तो नपाइरहेको एभरेज स्पिडै 70 रे भेसु सरको ल साथीहरू हामी गेटमा छिरिसक्यौँ न्यू क्यापिटल कलेजको गेटभित्र भेसरले बाइक बत्तार लिएर आउनु भएको छ अब हामी टक्कै यहाँ बाइक पार्किङ गर्छौँ अनि त्यसपछि हाम्रो साथीहरू सबैजना यहाँ हुनुहुन्छ ल हेर्नु सक्नुहुन्छ दुर्गा सर यता दुर्गा सर हेलो भनिदिनु ल हाम्रो भ्लग बनिरहेको छ होइन हाम्रो दामन टुरको यो भ्लग मेरो युट्युब च्यानलमा आउनेछ सुरेश सर यहाँ पुरा खतरा चाहिँ चिसो पानी हानिराख्नु भएको छ होइन त्यसपछि हाम्रो अरू साथीहरू यता हुनुहुन्छ ल हाम्रो साथीहरू यहाँ बसिराख्नु भएको छ सबैजना जानको लागि ल सबैजनाले हेलो भनिदिनु त ल ओके ल म अहिले साइन्स अफिसतिर छिरिरहेको छु होइन यहाँ सरहरू सुरेश सर यहीँ हुनुहुन्छ हाम्रो आशिष सर यहीँ हुनुहुन्छ होइन त्यस्तै गरी यहाँ सरहरू हुनुहुन्छ सञ्जय सर हेलो भनिदिनु त मेरो यहाँ ब्लग हो सर ब्लगमा युट्युब च्यानल सब्सक्राइब गर्नु होला यहाँ सर हुनुहुन्छ ल अहिले हामी यहाँबाट टक्क लगाएर माथि सामानहरू पाकेर के त्यो सामानहरू चाहिँ हामी ल्याएर गाडीमा लोड गरेर जाँदैछौँ गाइजहरू अहिले माथि हामी एसएम ल्याबमा आइपुग्यौँ यहाँ चाहिँ हाम्रो सामानहरू पाकेर रेडी छ हामी अब यो सर नमस्कार अब हामी यहाँ सब सामानहरू पाकेछ अब यसलाई लगेर हामी लोड गर्छौँ ठाकुर सर हुनुहुन्छ ठाकुर सरले सामानहरू यहाँ पकाइसक्नु भयो खतरा मासु पकाउनु ल हाम्रो अब यात्रा सुरु हुन लाग्छ होइन म गाडी चढ्न जाँदैछु टक्क हाम्रो गाडीमा चाहिँ यहाँ सब सरहरू चाहिँ बसिसक्नु भएको छ सरहरू सबैजना हेलो भनिदिनु सबैजनाले ल हाम्रो यात्रा चाहिँ सुरु भयो अब गाडी स्टार्ट भयो आइरहेछ ए यता हाम्रो बाबुराम दाइ हुन्छ आज हाम्रो पाइलट दुर्गा सरले चाहिँ मेरो फोटो आएन भन्नुभएको छ दुर्गा सरको नजिकै लगेर मैले देखाउँछु दुर्गा सर एउटा मुक्तक भनिदिनु पर्यो ल अहिले होइन एकछिन पछि हो ओके ल एकछिन पछि हामी फेरि दुर्गा सरको मुक्तक सुन्नेछौँ साथीहरू ल साथीहरू हामी यहाँ चाहिँ यो कोक फेन्टा स्प्राइट हालेको छ गाडीमा यो उसमा होइन बेसर कोक फेन्टा स्प्राइट बेला बेलामा खानको लागि चिसो बनाउनको लागि हामी आइस फ्याक्ट्री पनि आइपुगेका छौँ यो आइस फ्याक्ट्रीमा हामी अब यहाँ आइस लिएर जानेछौँ आइस फ्याक्ट्रीबाट यहाँ प्रेसर आउनु भएको छ आइस फ्याक्ट्रीमा कोक फेन्टा स्प्राइट चिसो बनाउनको लागि ल यहाँ मुढा पनि ल्याउनु भएको छैन यहाँ दुईजना दोस्तको भेट भएको छ दुईजना पुरानो दोस्तको भेट भएको छ ल अहिले हामी अब कहाँ आइपुग्नु लाग्यो यो ल अब हामी सबैजना फुल भइसक्यौँ होइन अब एकजना राजकुमार सर मात्रै आउनु बाँकी छ एकजना नत्र सबैजना हामी चढिसक्यौँ है त गाडीमा सञ्जय सर सरलाई केही भनिदिनु न तपाईले मिस गरेर सारै भन्दिनु न तपाई नआएको कारणले तपाईले मिस गर्नु सरलाई केही भनिदिनु त के भन्ने हो सरले मिस गर्नुहुन्छ यस्तो फल राम्रो रमाइलो फल सही हो ल दुईटा जिग्री बसेर आउँ पाण्डु सर र म फुल इन्जोय मोडमा ट्यागको लागेर हैन जाने हामी अब गाडीमा चाहिँ तेल हाल्नु पर्यो नि त्यही भएर तेल हाल्नु हामी पेट्रोल पम्पमा रोकिरहेको छौँ साथीहरू हामी अब यहाँ हेटौँडा आइपुग्यौँ होइन हेटौँडामा आएर यो चाहिँ पानी सानी यहाँ के प्याकिङ गर्ने भन्नुभएको छ ठाकुर सरले किनिसक्नु भएको छ सामानहरू चाहिँ अब हाम्रो सर भेसु सर पनि आइसक्नु भएको छ आइबी सर पनि आइपुग्नु भएको छ होइन यो ब्लगमा हाम्रो ब्लग पनि बनिरहेको छ यहाँ अनि हामीले ग्यास लिनलाई भनेर ग्यास पसल लाग्यो तर ग्यास रहेछ यस्तो पो छ त हेटौँडा ग्यास पोखेर पुरै तरल रहेछ तरल ग्यास छैन तरल मात्रै छ लिक्विड मात्रै छ साथीहरू अनि यहाँ आँप पनि छ साथीहरू ल आँप खाने भयो यहाँ आउनु होला आँप किन्नलाई यस्तो गजब लिची आँप कस्तो राम्रो लिची आँप बिसादिरे दादाले किनिहाल्नु दादा फेरि
हाम्रो दादा गइसक्नु भयो किन्नलाई। यो होइन कि यो खानु न दबाई हालेर हुन्छ अहिले खाने दबाई हालेर खानु बिख हुन्छ त्यो लिजेन मिठो हुँदा किरा किरा हुन्छ त्यसको डाँटमा। है साथीहरू कस्तो रमाइलो भइरहेछ गाइजहरू। बेसरी आउनुहुन्छ है। बेसर के छ तपाईँको? एकदम किरा हुन्छ यो लिची खानु हुँदैन अहिले। किरा भन्नु भएको भन्नै भेट्नुमा किरा हुन्छ। के हो यसको नाम चाहिँ? यो आरु बखरा भन्छ के अरे अब कसो कसो हो ट्याक्कै एक्ज्याक्ट नाम चाहिँ साइन्टिफिक नेम चाहिँ के हो थाहा भएन तर त्यो आरु बखरा। ल हामी यो आरु बखरा चुस्दै हिँडिराखौँ हेटौडामा। हाम्रो सर यहाँ टोयलेटको खोजीमा हिँडिराख्नु भएको छ। कहाँ छ टोयलेट भनेर पाण्डेजीले टोयलेटको नेतृत्व लिइराख्नु भएको छ। म चाहिँ आरु बखरा लास्ट टाइम मिठो यार रमाइलो भयो साथीहरू होइन। हामी टोयलेट गएको पिसा फेर्नुलाई अनि त्यसपछि यहाँ डिस्काउन्ट माग्यो होइन एउटाको डिस्काउन्ट त्यो पछाडिबाट आउनु लम्बुदाई सरदाईलाई त्यो मुतेको पैसा मात्र दिएको होइन त्यसले त हग्या भनेर बढी मागेको। ल हेर्नु गर्मी छल्नलाई यसरी खोलामा यहाँ चाहिँ यो हेटौडाबाट हामी माथि लागिरहेछौँ होइन। यहाँ गर्मी छल्नलाई खोलामा यस्तो भिड छ नुहाउनेहरूको। ओ माई गड भैँसीले आँखाले बढी छ माथिसम्म भिड रहेछ। ल हेरौँ त यो इन्डियाबाट पनि गर्मी छल्नलाई चाहिँ नेपालमा आउनु भएको छ इन्डियन पर्यटकहरू होइन। ल हेर्नु यहाँ यो त्रिखण्डी भन्ने ठाउँमा यहाँ नुहाउनलाई कहाँ कहाँबाट हेर्नु त नेपालबाट इन्डियाबाट सबैभन्दा धेरै कस्तो दामी छ है यो त्रिखण्डीमा बाटो जाम। ल हेर्नु गर्मी छल्नलाई आएको यहाँ। ल हेर्नु बाटो यो हामी चाहिँ दामन जाने बाटोमा यस्तो बबाल कुर्तीहरू छ यहाँ। हाम्रो यहाँ चाहिँ बाटोमा आउँदाखेरि यहाँ भाइहरू चाहिँ पुरा भलिबल खेलिरहेको रहेछ नि। त्यही भएर हाम्रो कलेजको मेन सटर भेसर हाम्रो कलेजको मेन सटर यहाँ चाहिँ हामी भलिबलमा एकछिन रमाइरहेछौँ। ल साथीहरू हाम्रो खाजा खाने बेला भएको छ यहाँ भर्खरै। हाम्रो मेन भान चाहिँ यहाँ ठाकुर सर हुनुहुन्छ। ठाकुर सरले बाँडिराख्नु भएको छ यसरी। त्यसपछि अनिस सर यहाँ चाहिँ कस्तो छ आइटम? बबाल छ अरे है पाण्डे सर के छ? बबाल छ भन्नुभएको छ। ल सबैजना साथीहरू यसरी बसेर यहाँ चाहिँ डाँडोको बिचमा यहाँ रमाइलो हानिरहेको छौँ हामी। ल सही सर ठिक छ नि? तारा सर एकचोटि हेलो केही भनिदिनु त ब्लगमा। ल हामी चाहिँ यहाँ खाजा खाएर त्यसपछि यो बाटो गाडी त्यहाँ गाडी चाहिँ एकछिनमा आउँछ। हामी चाहिँ यहाँ हिँडिरहेछौँ यो बाटोबाट। सुरेश सर सर्टकट बाटो गइराख्नु भएको छ। अनि त्यसपछि बाटो चाहिँ यस्तो छ साथीहरू। हामी चाहिँ यो बाटोबाट यसरी जान्छौँ अब। हाम्रो भेसर र म चाहिँ ट्रेकिङमा यताबाट सर्टकट मार्नु जाँदैछु। भेसर त पाहाडमा जन्मिया हुर्क्या मान्छे सब बाटोघाटो हिँड्नलाई समस्या छैन तर मलाई चाहिँ स्याहाइ भइसक्यो साथीहरू। बानी बिग्रिसक्यो नि 20 वर्ष त चढाइ भइसक्यो। ल हेर्नु यहाँ बाटो कस्तो छ। यहाँ माथि हाइटबाट देखाउँछु म। यस्तो घुमाउरो टर्निङ छ। ल हेर्नु त साथीहरू यस्तो छ बाटो चाहिँ। हाम्रो कलेजको बस चाहिँ त्यहाँ छ है। हामी चाहिँ यति माथि हिँडेर आइसक्यौँ र हाम्रो साथीहरू यहाँ हुनुहुन्छ। भलिबल पनि खेल्यौँ। भेज सर त्यहाँ हुनुहुन्छ। राजकुमार सर यस्तो खतरा हिँड्नु भएको छ ज्यान मोटो भए पनि। आइबी सरले पनि भ्लग बनाइराख्नु भएको छ। अहिले हामी चाहिँ दामन लामी डाँडाबाट माथि लाग्यो साथीहरू। अहिले हाम्रो दिउँसोको लगभग 3-3:30 बजेको छ है। तपाईँको 3 बजे 3:30 बजेको मौसम हेर्नु यहाँ दामनतिरको कति यो जाडो। हाम्रो चितवनमा चाहिँ जाडो भयो जस्तो यस्तो कुहिरो लागिरहेको छ हेर्नु साथीहरू। त्यही भएर बेला बेलामा यसो रमाइलो गर्न छ भने चाहिँ आउनु होला। यो चाहिँ दामनतिर यस्तो रमाइलो छ। त्यस्तो कस्ट पनि धेरै पर्दैन साथीहरू। होटलहरू रिसोर्टहरू पनि धेरै राम्रो छ साथीहरू। हामी दामन आउनलाई 13 किलोमिटर बाँकी छ होइन। हाम्रो चाहिँ यस्तो बाटो चाहिँ यस्तो छ स्थिति। यता गाउँ देख्नुहुन्छ तपाईँहरू। यस्तो दामी बस्ती छ। यो चिसो ठाउँमा घर बनाएर बस्नु भने पनि छुट्टै भाग्यको कुरा हो साथीहरू। यसरी हाम्रो बस चाहिँ त्यहाँ रोकेको छ अनि साथीहरू यसरी हिँडेर आइराख्नु भएको छ त्यो बाटोबाट। यहाँ सुरेश सर न्यू क्यापिटल कलेजलाई प्रमोट गर्नको लागि न्यू क्यापिटल कलेज लेखेको जर्सी लगाएर हिँड्नु भएको छ होइन। राजकुमार सर पनि हुनुहुन्छ। उहाँ टिम कन्सल्ट्यान्ट
को म्यानेजिङ डाइरेक्टर हुनुहुन्छ पर्सा ब्रान्च। तपाईँहरू चाहिँ कसैलाई अस्ट्रेलिया अमेरिका एप्लाई गर्नु पऱ्यो भने टिम कन्सल्टलाई सम्झिनु होला है। उहाँ चाहिँ उहाँको छोटो केही भनाइ तपाईँ टिम कन्सल्टको बारेमा केही कुरा राखिदिनु पनि सक्नुहुन्छ मेरो यो भ्लगमा। टिम कन्सल्ट चाहिँ चितवन पूर्वी चितवनमा रहेको शिक्षक साथीहरू एउटा बुद्धिजीवी वर्ग मिलेर आजभन्दा 2016बाट स्टार्ट भएको एउटा संस्था हो। यसको हेड अफिस चाहिँ अस्ट्रेलियाको सिडनी, युकेको लन्डन लगायत काठमाडौँ, चितवन, कलङ्की लगायत बुटोल, पोखरा विभिन्न ठाउँहरूमा रहँदै आएको छ। र हामीले चाहिँ टेस्ट प्रिपरेसन, भिजा गाइडेन्स र जेन्युन काउन्सिलिङ गरेर चाहिँ विद्यार्थीहरूको उच्च शिक्षाको लागि विश्वका विभिन्न देशहरू अस्ट्रेलिया, युके, क्यानाडा लगायतका देशहरूमा अध्ययन गर्नको लागि हामीहरूले उहाँहरूलाई चाहिँ सहयोग गर्ने एउटा पुलको रूपमा काम गर्छ। हस्, थ्याङ्क यू, धन्यवाद। थ्याङ्क यू सर। हाम्रो राजकुमार सरले चाहिँ आफ्नो टिम कन्सल्टको बारेमा भनिसक्नु भएको छ। तपाईँहरू पनि कोही चाहिँ +2 गरेर बस्नु भएको छ, तपाईँहरूलाई पनि बाहिर जाने इच्छा छ भने टिम कन्सल्ट पर्सा टिमलाई सम्झिनु होला। तपाईँहरूलाई एकदमै राम्रोसँग उहाँहरूले आफ्नो सुविधाहरू दिनुहुनेछ। र हाम्रो यहाँ केमिस्ट्रीको भेटरान सर हुनुहुन्छ, त्यस्तै हाम्रो यताबाट यहाँ बिसर आइराख्नु भएको छ, त्यस्तै एसडी सर पनि हुनुहुन्छ। हामी अहिले चाहिँ गाडी रोकेर थोरै वकिङ गरेर जाने भनेर हिँडिरहेछौँ। पक्कै पनि नेपाल चाहिँ विभिन्न प्राकृतिक सम्पदाले भरिपूर्ण देश छ साथीहरू। हामीले नेपालको टुरिज्मलाई मात्रै विकास गर्न सक्यो भने यो चाहिँ हामीले हाम्रो देशको आर्थिक स्थिति चाहिँ एकदमै माथि पुग्नेछ। यसको लागि हामी सबै चाहिँ लागि पर्नुपर्ने जस्तो देखिन्छ है। यो चाहिँ पहाडमा तपाईँ चितवनबाट दामनको डिस्टेन्स भनेको धेरै डिस्टेन्समा छैन, तर यति थोरै डिस्टेन्समा पनि चितवनको टेम्परेचर र यहाँको टेम्परेचरलाई कम्पेरिजन गऱ्यो भने यहाँ चाहिँ एकदमै फुल 16मा एसी लगाएर चितवनमा बस्दाखेरि जुन फिल हुन्छ त्योभन्दा चाहिँ दामी चिसोको फिल चाहिँ हामीले यहाँ दामनमा गर्न सक्छौँ। हामी अहिले हिँड्दै आइरहेका छौँ। एउटा बजारमा आइपुगेका छौँ। यो बजारको नाम रहेको छ अघोर बजार जस्तो लाग्यो मलाई। यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ बोर्डमा अघोर बजार। एकदमै रमणीय दृश्य तपाईँहरू यहाँ देख्न सक्नुहुन्छ। यो अघोर बजारमा हामी आइसकेका छौँ। पक्कै हामीले यो नेपालको टुरिज्मलाई मात्रै थोरै माथि लैजान सक्यौँ भने, इन्डियाबाट मात्रै टुरिस्टहरू भित्राउन सक्यो भने नेपालले चाहिँ आर्थिक रूपमा चाहिँ ठुलो फड्को चाहिँ मार्ने देखिन्छ। यसको लागि सबैजना चाहिँ हामीले यो टुरिज्मलाई चाहिँ प्रमोट गर्नको लागि सबैजना चाहिँ सबै आएर भिजिट गरिदिनु होला। सर पनि धेरै वर्षमा चाहिँ पहिलोचोटि जन्मेदेखि पहिलोचोटि आउने भन्दै आउनु भएको छ। उहाँको म थोरै एक्सपिरियन्स पनि सोध्न चाहन्छु। कस्तो फिल लागिरहेको छ तपाईँलाई आज? यो त एकदम आउनै पर्ने ठाउँ रहेछ नि अमित सर। अनि यो अहिले हामी गाडी रोकेर हिँड्दै आइरहेछौँ होइन, यो हिँडाइको छुट्टै अनुभूति पनि सुनाइदिनु होला। आफ्नो जीवनकालमा एकपटक नआउने मान्छेले मिस गर्यो। ल त्यति हो, सर्टकटमा त्यति भन्न चाहन्छु। पक्कै पनि साथीहरू जो आज तपाईँहरू छुट्नु भएको छ, पक्कै तपाईँहरूले मिस गरिराख्नु भएको छ। यहाँको चिसो ल देख्न सक्नुहुन्छ। तरकारी खेतीहरू पनि यहाँ राम्रो हुने गर्दछ र यो तरकारीहरू हाम्रै चितवनमा त्यस्तै काठमाडौँ, पोखरा लगायतका विभिन्न ठाउँहरूमा जाने गर्दछ हाम्रो तरकारी। यहाँ देख्न सक्नुहुन्छ तपाईँहरूले टनेलमा तरकारी खेती गरेको ठाउँ। काउली कति धेरै भइसकेको छ। टनेलमा तरकारी खेती गरिरहेको यहाँ काउलीहरू पनि तपाईँहरूले देख्न सक्नुहुन्छ। अहिलेको यो सिजनल काउली त होइन, यो अफ सिजनमा रोपिएको काउली कस्तो राम्रो भएको छ। यहाँ खेतीयोग्य जमिन पनि छ। गरे के हुँदैन, पक्कै नेपालमा गरे जे पनि सम्भव छ। हामी विदेशमा गएर चाहिँ जस्तोसुकै काम गर्नलाई पनि तयार हुने, तर नेपालमा बसेर काम गर्नलाई चाहिँ लाज मान्ने प्रवृत्तिले गर्दाखेरि यो विदेशिनीको सङ्ख्या चाहिँ बढिरहेको छ। त्यो कुरा पनि म भन्न चाहन्छु। यहीँ गरौँ साथीहरू, नेपालमै गरौँ। सेटिस्फाइड हुनुपर्छ आफूले गरेको काममा। मरिलानु के छ र 2 दिनको जिन्दगानीमा। अहिले हामी यस्तो यो बाटोलाई छोडेर अनि यो चाहिँ ट्रेकिङको लागि बनाएको बाटो, सर्टकट बाटोलाई हामीले हिँडिरहेछौँ। भेसर हुनुहुन्छ यहाँ अगाडि। भेसर के छ तपाईँको? केही 2 शब्द जाओस् आजको। मलाई चाहिँ आफ्नो पुरा जन्म गाउँ पनि यस्तै इन्भाइरोमेन्ट हो। पुरै त्यो हुन्छ नि, रिभोक भन्छ नि, त्यो टाइपको पुरै त्यो फेरि सम्झना भइरहेको छ। यो चाहिँ के को रुख हो? यो किवी जस्तो लाग्यो मलाई। किवीकै हो, किवीकै हो। किवीकै रुख। यहाँ किवी खेती पनि हुँदो रहेछ। ल हेर्नु साथीहरू, खेती भएको आफ्नो किवी खेती गर्नु भएको यो यहाँ। लो माई गड, ल हेर्नु बन्दा। ल हेर्नु त, यस्तो राम्रो बन्दा छ यहाँ है।
अब खेतीपातीबाट पनि चितवनमा चाहिँ यो गर्मीमा हुने खेती यो चाहिँ यहाँ चाहिँ जाडोमा भइरहेछ है हो नि यहाँ बाख्राहरू पाल्नु भएको छ हामी भित्रभित्र बाटोबाट कहाँ आयो नि थाहा छैन ओ सो गाजर खेती यहाँ कस्तो राम्रो गाजर खेती ल हेर्नु साथीहरू गाजर गाजर ल हेर्नु त गाजर कस्तो लाइनमा कस्तो दामी अनि यहाँ धनियाँ खेती हेर्नु त कस्तो दामी धनियाँ ल हर बाँच्न आएको छ साथीहरू यो टनलमा यस्तो खेतीहरू गर्नु भएको छ यो पोली हाउस बनाएर है यो गाजर तपाईँ देख्न सक्नुहुन्छ लाइनमा यहाँ चाहिँ हाते ट्र्याक्टर पनि छ थोरै कृषिमा आधुनिकरण पनि भएको देखिन्छ हामी गाउँ गाउँमा पनि ल हेर्नु त साथीहरू यो ठाउँमा कस्तो राम्रो ल हेर्नु यो बन्दाहरू हामी देख्न सक्छौँ यस्तो दामी यहाँभित्र धनियाँ खेती भएको छ धनियाँ उम्रेको छ भर्खरै कोही धनियाँ बिक्री गर्ने भइसकेको रहेछ यहाँ सानो माछा पोखरी पनि रहेछ यहाँ माछा पोखरी पनि छ यहाँ ल हामी चाहिँ अघि त्यो बारी घुम्दै यस्तो बाटोबाट है यहाँ कल्टी मार्नुपर्ने भयो अब कसरी जाने हो ओ माई गड ओए यस्तो बाटो छ ल यसरी चाहिँ हामी भित्रबाट यसरी यो बाटोमा आएर निस्क्यौँ अत्यन्तै रमणीय छ यो ठाउँ यहाँ आरू बखरा खानको लागि साथीहरू चाहिँ यो ब्यारियर क्रस गर्नु भएको छ आरू बखरा एकदमै राम्रो फलेको छ यहाँ देख्न सक्नुहुन्छ तपाईँहरू आरू बखरा सर एक दुईवटा मलाई पनि है सर तपाईँलाई के जस्तो लागिरहेछ आज सर केही तपाईँको राय राखिदिनु हुन यो मेरो भ्लगमा आउँछ सर धेरै रमाइलो म त लाइफमा सायद पहिलो दोस्रो चोटि होला यसरी चाहिँ रमाइरहेको छु एकदमै ट्रेकिङ यहाँ त हामी आएको थियो दामन हेर्नलाई र यहाँ 1.2 काज भयो दामन त जान्छौँ नै र ट्रेकिङ पनि भयो ट्रेकिङ मलाई चाहिँ हाम्रो कलेजको प्रिन्सिपल बिडी सर चाहिँ अब आइबिएस चाहिँ उसमा क्याम्पमा गएर हामीहरूलाई चाहिँ म त घुमेर आएँ मलाई पनि लगिदिनु भने जति भन्दा पनि अब सरले कहिले मैले नलगिदिने तर आज हामी एउटा गुरुजीको नाम के उहाँको तलक दाइले चाहिँ पुरै ट्रेकिङ गराउँदै ल्याउनु भएको छ मलाई आज धेरै खुसी लागेको छ थ्याङ्क यू सर एकदमै रमाइराख्नु भएको छ सञ्जय सर है आज सरोज सर चाहिँ आउनु भएको छैन सरोज सरले पक्कै यो मिस गर्नुहुनेछ हाम्रो भ्लग हेरेर साथीहरू हामी यहाँ 2-4वटा आरू बखरा टिपेर अनि त्यसपछि फेरि हामी यहाँ ट्रेकिङलाई हाम्रो हिँडाइलाई कन्टिन्यू गरेका छौँ सञ्जय सर पनि मस्त हिँड्नमा रमाइराख्नु भएको छ गाडीमा भन्दा भेसु सरको त के कुरा गर्ने उहाँ त अब पाहाडमै हुर्केर बढ्नु भएको म पनि सकि नसकी हिँडिरहेको छु साथीहरू एकदमै चिसो छ मौसम यहाँको बाटो हेर्न सक्नुहुन्छ यो हाम्रो काठमाडौँ जाने बाटो उता मुगलिनबाट बन्नुभन्दा पहिला चाहिँ यो राजा महेन्द्रको पालामा चाहिँ काठमाडौँ आउजात गर्नको लागि यो बनाइएको बाटो रहेछ यो चाहिँ हेटौँडाबाट नियरली 75 किलोमिटरको डिस्टेन्समा दामन पर्छ र हेटौँडाको टेम्परेचर र दामनको टेम्परेचरलाई हेर्दाखेरि एकदमै आकाश पातालको फरक छ हामी अब सिम भन्ज्याङ करिब आइपुग्न थालिसकेका छौँ सिम भन्ज्याङ भनेको समुद्र सतहबाट नियरली 2400 मिटर हाइटमा पर्छ जस्तो लाग्छ मलाई ल हेरौँ यो दृश्य यहाँको उताबाट आइराख्नु भएको छ आइबी सर र एमबी सर म अब आइबी सरको केही भ्युज पनि यहाँ लिन चाहन्छु एमबी सरले अघि दिइसक्नु भएको छ कस्तो लागिरहेछ तपाईँलाई आज यो हाम्रो बिचमा गाडी रोकेर जुन हिँडिरहेछौँ हामी र यहाँ दामनको यो मौसम चितवनको मौसम र दामनको मौसमलाई कम्पेरिजन गरेर केही एकदमै वन्डरफुल प्लेसमा आइपुगेका छौँ चितवनको गर्मी छल्नको लागि दामनभन्दा अर्को राम्रो कुनै ठाउँ हुनै सक्दैन बिच बाटोमा गाडीहरू रोकेर हिँड्दै ताजा
आलु बखडाहरू खाँदै खाँदै साथीभाइसँग गफ गर्दै रमाइलो गर्दै हिँड्नुको मजा नै एकदमै युनिक मजा छ। आई थिङ्क आई एम कम्प्लिटली इलेक्टेड। आई हेभ गट न्यू लाइफ टुडे। थ्याङ्क यू। ओके, सरले आफ्नो राय राखिसक्नु भएको छ। हेर्न सक्नुहुन्छ आकाशमा बादल पनि तपाईँहरू देख्न सक्नुहुन्छ, कस्तो दामी मौसम छ। यहाँ पानीको एक दुईवटा छिटाहरू पनि हानेको छ। हामी यहाँ हिँड्दा हिँड्दै हाम्रो कलेजको बस पनि यताबाट आइसक्यो जस्तो लाग्यो मलाई। कलेजको बस तपाईँहरू न्यू क्यापिटल कलेजको बस तपाईँहरूले यहाँ देख्न सक्नुहुन्छ। सुरेश सर हाम्रो आजको कमान्डर हुनुहुन्छ। ल साथीहरू, हामी यहाँ चाहिँ सिम भन्ज्याङ आउनलाई अझै आधा किलोमिटर जति बाँकी छ। हामी चाहिँ यो सर्टकट बाटो एउटा भेट्यो। यहाँ तलकदाले टक्क देखाउनु भयो हाम्रो सर्टकट बाटो होइन। अब हामी यहाँबाट चाहिँ टक्क हिँडेर जाँदैछौँ। गाडी चाहिँ हाम्रो गाडीलाई अगाडि पठाइसक्यो। हामी गाडीमा चढ्न भन्दा पनि हिँड्न रमाउने साथीहरू चाहिँ यो बाटोबाट आइरहेछौँ हामी। बाटो यस्तो छ। यो बाटोमा हामी सर्टकट बाटो रोजेर यसरी हिँडिरहेछौँ साथीहरू। ओहो हो, एडिट गरेर एउटै भ्लग बनाउने। ओह, बाटो हेर्नु त यहाँ पानीले खोलेर यस्तो छ यार। मेरो त हालत यस्तो छ, चप्पल मेरो त चप्पल हो। आइफोन प्रो म्याक्स जाला मान्छे त्यहाँबाट गएर गइँदैन। यस्तो छ यहाँ अहिले देख्न सक्नुहुन्छ। पाण्डे सर के छ? पाण्डे सर तपाईँको भोपाल छ नि होइन? हल्का थकाइ लाग्छ। ऊ हाम्रो साथीहरू हिँड्दै आउँदै हुनुहुन्छ। कस्तो चिसो छ यहाँ मौसम। ल हामी यो भीमफेदी गाउँपालिका कटेर हामी यता दामन अब सिम भन्ज्याङमा प्रवेश गर्दैछौँ। यहाँ एकदमै चिसो छ। ल हेर्नु त। हेलो कालु, के छ? कालुले कस्तो मजाले हेरिरहेछ। अरे बाबुआ कहाँ खै ल? ठाकुर सर फर्केर आउनु भएको छ। हाम्रो एकजना सर बिरामी भएर उद्धार गर्न जाँदै हुन्छ दारीवाला सरलाई। दारीवाला सरलाई उद्धार गर्न लानु भएको तपाईँ? यस प्लिज। ल ठाकुर सर लागिसक्नु भयो। दारी सरले हिँड्दै हिँड्दै यहाँ सिम भन्ज्याङ आइसकेका छौँ। सिम भन्ज्याङमा हामी एकछिन यहाँ चिया खाने कार्यक्रम पनि रहेको छ। देख्न सक्नुहुन्छ साथीहरू सबैजना आफ्नो आफ्नो सुरुमा टक्क गफ गरिराख्नु भएको छ। हेरौँ यता फोटो सेसनहरू पनि हुँदैछ। तारा सर तपाईँलाई कस्तो लागिरहेको छ यो चिसो ठाउँमा आएर? आफ्नो भनाइराखिदिनुको लागि मन एकदम चिल भइरह साथीहरू। हामी यो चिसोलाई चितवन लिएर अब त्यहाँ उपयोग गर्ने एकदम प्लान गर्दैछौँ। हाम्रो मिलन सर यहाँ युट्युबर नै हुनुहुन्छ। मिलन सर है खतरा एकदम ठिक छ, रमाइलो भइरहेको छ। मिलन सरको युट्युब च्यानललाई नि सबैले फलो गरिदिनु होला। मेरो दोस्रो छ। ल यता जेसी सर टक्क गाडी लाएर यहाँ बसिराख्नु भएको छ। जेसी सरले गाडी लाएर त्यसपछि ल हेरौँ हामी यहाँ साथीहरू। ठाकुर सरले यहाँ उद्धार गरेर लिएर आइसक्नु भएको छ। हाम्रो एकजना साथी बिरामी भएर ठाकुर सर उद्धार गर्न जानुभएको थियो। उद्धार गरेर आइसक्नु भएको छ ठाकुर सर। यो ब्लगमा आउँछ ठाकुर सर, यो सब्सक्राइब गर्नु होला। यहाँ यस्तो चिसो ठाउँमा आएर पनि पानी पिइराख्नु भएको छ रेशम सरले। दुर्गा सर तपाईँको मुक्तक एउटा जाओस् न प्लिज। तपाईँको मुक्त भयो। मेरो ब्लग चाहिँ लघु कथाकार हो। ल एउटा कथा भनिदिनु पर्यो। कथा त काम हुन्छ। आज के गरेर लेख्ने भने होइन एउटा छोटो केही भन्नु। हाइकु भयो नि भन्नु पर्यो। म त्यस्तो छैन। म अब के लेख्ने भनेर आज सोचिरहेको छु। लेख्ने होइन भनिदिनु पर्यो। भन त कथा वाचन कार्यक्रममा एउटा भनिदिनु न प्लिज यार। होइन यो भ्लगमा तपाईँको युट्युब च्यानलमा आउँछ होइन? कुनै दिन गरौँला सरकार भनेको त ल उहाँ चाहिँ हाम्रो पूर्वी चितवनको एकदमै प्रख्यात साहित्यकार, कथाकार, लघु कथा चाहिँ लेखिराख्नुहुन्छ। उहाँ चितवनको एकदम फेमस साहित्यकार पनि हुनुहुन्छ है। हामी भेष सर र म यहाँ ब्लग बनाउँदै हिँडिरहेको छौँ। आउनु भेष। यहाँ ठाकुर सरले कुन चाहिँ भैया बिहारबाट आएर चाहिँ यहाँ बोलाइराख्नु भएको छ। ठाकुर सर फेरि खतरा हिन्दी पनि खतरा बोल्नुहुन्छ। यस्तो चाहिँ बाटोमा पनि ठाकुर सरको यो 51औं पटकको दामन आउनु भएको अरे बाल्यकालदेखि। हाम्रो दिल्ली सर पनि हुनुहुन्छ यहाँ देख्न सक्छौँ हामी। एक्सपर्ट एजुकेसन एन्ड भिजा सर्भिसको चाहिँ म्यानेजिङ डाइरेक्टर हुनुहुन्छ दिल्ली सर। तपाईँहरूले चाहिँ +2 गरेर बस्नु भएको छ, विदेश एप्लाई गर्न चाहनुहुन्छ भने एक्सपर्टलाई सम्झिनु होला।
ल हामी चाहिँ अहिले यहाँ चाहिँ बिरेनुन चिया साथीहरू बिरेनुन चियाको चाहिँ हामी जिम्मु पनि मिक्स रहेछ यसमा यहाँ चाहिँ जिम्मु पनि मिक्स छ ल एउटा चाहिँ यो हामीले बुमराङ कस्तो खतरा छ होइन बेसर एकदम बवाल चिया हेर टाउको दुखेर यस्तो यहाँ चाहिँ यो फेटा बाँडेर बिहारी भैया जस्तो बनेर बसिरहेको ब्याङ्क लुट्ने होइन जस्तो बिहारी ब्याङ्क चले ब्याङ्क लुटे भने जस्तो तर एनसी भएर फ्यान्सी गरी हिँड्नु यो टाउको दुखेर हो साथीहरू मैले चाहिँ यस्तो गरेको यो चिसोले गर्दा टाउको दुख्यो हामी अब सिम भन्ज्याङमा समुद्र सतहबाट 2488 मिटर माथि आएका छौँ साथीहरू यो चाहिँ अब हामी यहाँ सबैभन्दा अग्लो स्थानमा आइसकेका छौँ अब दामन भनेको चाहिँ यहाँबाट 4 किलोमिटर डिस्टेन्समा छ त्यो चाहिँ अलिकति हामी यहाँ ओह्रालो झर्नुपर्छ होइन टलकदालाई अझै विशेष यहाँ चाहिँ यो ठाउँको बारेमा टलकदालाई केही कुराहरू राखिदिनको लागि म अनुरोध गर्दछु केही कुराहरू यसो राखिदिनु पर्दा के राख्नु छ आइरहेको हो गइरहेको हो तलकदालाई फेरि हामी ट्राभल गर्दाखेरि चाहिँ कुन ठाउँ कति किलोमिटर कति मिटर कति सेन्टिमिटर टाढा भन्ने पनि एक्ज्याक्ट चाहिँ डिस्टेन्स पनि थाहा हुन्छ यहाँ दाइ हुनुहुन्छ दाइलाई पनि धेरै कुराहरू थाहा छ है दाइहरू चाहिँ यहाँबाट मनाङ मुस्ताङ चाहिँ तपाईँ अप्पर मुस्ताङसम्म यस्तो आइसर गाडीहरू हाँकेर चाहिँ पुग्नु भएको छ त्यस्तै दाइहरू घान्द्रुक जाँदाखेरि पनि हामीले स्टुडेन्टहरू लिएर जाँदाखेरि चाहिँ आइसर बसमा चाहिँ हाम्रो स्टुडेन्टहरू चाहिँ जाने गर्दछ मैले खासमा अघि हजुर त्यो के अरे त्यहाँ अप्ठ्यारो बाटोमा हिँडेको होला बुद्धको मूर्ति यहाँ तल एउटा पुल के जस्तो नि छ कि त्यहाँ तपाईँ झर्मा होइन हामी त्यहाँ गएर एकचोटि फोटोसोटो खिच्यो हो यहाँ पनि एउटा पोखरी जस्तो छ हो त्यो पोखरी जस्तो हामी भर्खरै सिम भन्ज्याङ चाहिँ घुमेर सिम भन्ज्याङबाट अब हामी दामनतिर जाँदैछौँ यो जम्मा 4 किलोमिटर मात्र डिस्टेन्समा छ सिम भन्ज्याङ र दामन यो चाहिँ 2488 मिटर हाइटमा थियो भने अब चाहिँ हामी यहाँबाट थोरै अब ओह्रालो लागिरहेछौँ साथीहरू है एकदमै हेर्न सक्नुहुन्छ माथि उता देखाइदिनु भएछ यस्तो पिरो लागिरहेछ है चितवनमा चाहिँ 40 डिग्री सेल्सियस टेम्परेचर छ तर यहाँ चाहिँ ओ माइ गॉड यहाँ त 15-16 छ कि अझै त्योभन्दा कम छ पनि कम छ होला 15-16 भन्दा कम छ यस्तो मजा भइरहेछ होइन हामीले अब के गर्ने अब एक दिनको लागि आएको हो यो है अब एक दिनको चिसो चाहिँ कलेक्सन गरेर लानु नि है यतापट्टि देख्न सक्नुहुन्छ ताल हो यो के ताल ताल पनि छ यस्तो राम्रो छ दामी ल बाटो पनि यस्तो दामी छ यहाँ है हाम्रो सरहरू चाहिँ गाडी पुगिसक्नु भएको छ यहाँ यो होङ्सी सिमेन्टको गाडी पनि हामी देख्न सक्छौँ यो राजाको पालामा बनेको बाटो साथीहरू अब के गर्ने अब बालन सरकारको पालामा के हुन्छ अब हेर्दै गरौँ ल यो चाहिँ पोखरी देख्न सक्नुहुन्छ तपाईँ यहाँ यस्तो दामी छ बेसरले निरीक्षण गरिराख्नु भएको छ यस्तो रमाइलो छ रमणीय हामी एक दिनको यति एक वर्षभरिको स्ट्रेसलाई चाहिँ पुरै एक दिनमा बिर्साउने गरी यहाँ ठाउँमा अब त्यही त अब ल हामी चाहिँ चितवनबाट 40 डिग्रीको चाहिँ गर्मी छल्नलाई यहाँ दामन आएको थियौँ साथीहरू नसकेर आएको अहिले चाहिँ यहाँ आउँदाखेरि यस्तो चिसो भयो कि हामी जेठ महिनामा पनि यसरी आगो तापेर सबैजना यहाँ चाहिँ जकेट आगो तापेर जकेट लगाएर बसिरहेछौँ ल हेरौँ है कति रमाइलो राजकुमार सर के छ तपाईँको भनाइ यसमा एकदम राम्रो होइन होइन यो जेठ महिनामा पनि दामनको यस्तो राम्रो सिम भन्ज्याङ दामनको चिसो मौसममा चाहिँ हामीहरू चितवनबाट तातेर आएर यसरी बेलुकाको समयमा चाहिँ एकदमै चिसो फिल गरेर चाहिँ आगो तापेर पुसमा चितवनमा हुनेको मजा लिइरहेका छौँ र साथीहरू सबैलाई मिस गरिरहेका छौँ जो साथीहरू आउनुभएको छैन कार्यक्रममा उहाँहरूलाई पनि सम्झना छ यो न्यानो यो आगोको न्यानो सम्झना भन्न चाहन्छु अन्य कुराहरू हाम्रो आदरणीय सरले भन्नुहुन्छ ल बिडी सरले केही कुराहरू यसो यो चितवनको चिसो र यो दामनको के अरे चितवनको गर्मी र दामनको चिसोको बारेमा यसो एउटा केही सरबाट पनि जाओस् अब एउटा भाग्यमा लेखेको मान्छेहरूलाई पर्ने चिज भयो त्योभन्दा ठुलो कुरो के छ साथीहरू आउनु यो त अब सुरुवात जस्तो भयो यसपछि पनि छ के अरे होइन कार्यक्रमहरू छ त्यसपछि पनि हाम्रो नाचगानको कार्यक्रमहरू पनि रहेको छ हामी सबै नाच्नेछौँ यहाँ बार्बिक्यू गर्नेछौँ त्यसपछि नाचगानको कार्यक्रम छ हाम्रो यता स्पिकर पनि रेडी छ है अब एक स्पिकर चार्जमा छ
हिसाबै नगरे यो जन्मानी ए भई यो जन्मानी उम्केन होस् गरे कटर कटरमा ए कटर कटरमा तिम्रो सौदो झै आयो मटरमा तिम्रो सौदो झै आयो मटरमा छोरी मेरी ओइ कटर कटरमा ए कटर कटरमा तिम्रो सौदो झै आयो मटरमा तिम्रो सौदो झै आयो मटरमा तिम्रो छिल्के झै आयो मटरमा हेलो गुड मर्निङ। आजको दिन हाम्रो सुरुवात भएको छ। यो दामनको यो एउटा टावर छ यहाँबाट हामीले आजको ब्लग चाहिँ मैले सुरु गरेको छु। यो तपाईँले यहाँबाट देख्न सक्नुहुन्छ। यो साइडको पालुङ देखिन्छ यताबाट। यसरी यो सल्लोको रुखहरू यस्तो दामी छ। ल यहाँ चाहिँ अब हामी यहाँबाट यसरी तल झर्दैछौँ। यहाँबाट हामी यसरी यस्तो भर्याङ छ हेर्नु। ल यो भर्याङमा टक 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 हिँड्दै हिँड्दै लड्न पनि सकिन्छ, मोबाइल खस्न पनि सक्छ। यो अत्यन्तै पेसेन्सका साथ केयरफुल हुँदै हिँड्नु पर्ने भर्याङ रहेछ। भर्याङ रहेछ। त्यहाँ जानु के माउ त्यहाँ यहाँ दाईहरू हुनुहुन्छ। टक्क दाईहरू चाहिँ पोज दिएर फोटोहरू हानिराख्नु भएको छ होइन। त्यसपछि यता हाम्रो चाहिँ मेन ऋषिराम दाई होइन, उर्फ भनेर दाईको एउटा जुङ्गे दाई। हाम्रो टिम चाहिँ यहाँ तल झरिरहेको छ। भेसु सर चाहिँ दुईवटा गोजीमा हात हालेर झरिराख्नु भएको। समातेर झर्नु भेस सर। ओके, सजेसनको लागि धन्यवाद। यति अल्छी लाग्यो कि गोजीबाट हात निकाल्न नि मन लाग्यो। ओइ काले चे आइज। जस्तो भोटे कुकुरहरू छ यहाँ चाहिँ। ल साथीहरू यसरी झरिराख्नु भएको छ भर्याङबाट। म पनि डराइ झरिरहेको छु। यसरी यो भर्याङमा दिनको बिहानमा चाहिँ 4-5 पटक अप डाउन गर्ने भने हाम्रो स्वास्थ्य पनि एकदमै यो फलाम चाहिँ सिट परेमा एकदम चिप लिन्छ कि फेरि। हेर्नु यहाँ सल्लोको रुखहरू छ। अब फेरि हाम्रो हड्डी यति कमजोर हुँदो रहेछ। यहाँ गहन विषयमा छलफल भइरहेछ भेसर र एमबी सरको हड्डी कमजोरको विषयमा। बच्चाको हड्डी चाहिँ झ्यापा जोडिन्छ। यो बुढासँग हड्डी जोड्नु, यो हड्डी जोड्नु त्यो चोप हुन्छ नि, चोप हड्डीको चोप पनि सकिसकेन। ओए गोरे आयो, अघि काले आएको थियो, अहिले गोरे आएर। ल यहाँ जम्का भेट भएको छ हाम्रो। उताबाट तारा सर र पाण्डे सर पुरा नन स्टप हिँड्दै आइराख्नु भएको छ होइन। जेन्जी सरहरू। हामी चाहिँ अगाडि बढिसक्यौँ। सरहरू चाहिँ हात मिलाउँदैन। पाण्डे सर हेलो गुड मर्निङ भनिदिनु मेरो ब्लगमा। गुड मर्निङ भनिदिनु। तारा सर र पाण्डे सर भर्खर केही पनि नभए चाहिँ गर्दै जानु। आइबी सर एकदमै निरीक्षण गर्दै हिँडिराख्नु भएको छ। यो चाहिँ नेपाललाई आर्थिक रूपमा चाहिँ कसरी फड्को मार्न सकिन, समुन्नत बनाउन सकिन्छ भनेर हाम्रो टिम कन्सल्ट्यान्टका म्यानेजिङ डाइरेक्टर राजकुमार सर आइसक्नु भएको छ। सरलाई
यस्तो चट्टानहरू छ यहाँ, चट्टानमाथि रुखहरू छ है यस्तो। ल आइबी सरको म धारणा लिने छ नेपाललाई आर्थिक रूपमा समृद्ध बनाउनको लागि के गर्न सकिन्छ यो तपाईँ यहाँ एकदम गहन हेर्दै हिँडिराख्नु भएको छ। प्राकृतिक रूपले एकदमै धनी देश हो। यहाँका डाँडा पाखा, यहाँका भिर कुना कप्चरा सबैतिर पर्यटकलाई पुर्याउन सकियो भनेदेखि पर्यटन व्यवसायबाट मनग्गे पैसा कमाउन सकिन्छ। त्यसै गरी विदेशीहरूलाई यहाँ लगानीको लागि उपयुक्त वातावरण दिन सकियो भने नेपालमा पनि कल कारखानाहरू उद्योग धन्दा खोल्न सकिँदो रहेछ भन्ने इम्प्रेसन दिन सकियो भने त्यसले पनि धेरै वैदेशिक लगानीलाई चाहिँ नेपालमा भित्राउन मद्दत पुर्याउँछ। र अर्को कुरा, नेपालका हिमाली क्षेत्रमा भएका बहुमूल्य जडीबुटीहरूलाई चाहिँ प्रशोधन गर्न सकियो भनेदेखि नेपाललाई विश्वमै चिनाउनेका साथसाथै यसको आर्थिक मेरुदण्डलाई अझै मजबुत बनाउन सकिन्छ। थ्याङ्क यू सर, एकदमै राम्रो कुरा राखिदिनु भएको छ। यहाँ दामनमा छौँ हामी, हाम्रो आज सेकेन्ड डे। हेर्नु यहाँ कस्तो राम्रो राम्रो ल हामी चाहिँ चिया खाएर टक्क अब हाम्रो होटलतिर जाँदैछौँ। होटलतिर गएर हामी अब सामान प्याक गरेर अनि त्यसपछि हामी बस चढेर लाग्नेछौँ तल गएर टक्क हामी चाहिँ पकाएर आफै ठाकुर सरले खतरा पकाउनुहुन्छ होइन। त्यसपछि मिठो पकाएर बाटोमा चाहिँ हामी चाहिँ खाने कार्यक्रम छ। साथीहरू अपडेट आउँदै गर्छ। ल साथीहरू, हामी अब यो गौरी शङ्कर होटललाई टाटा बाई बाई गरेर हामी अब टक्क हिँड्दै होइन, हाम्रो बस चाहिँ यहाँ छ, हाम्रो बस चाहिँ यहीँ छ। हामी चाहिँ अब यहाँबाट हिँड्दै सिमबन्जाङबाट तल जान्छौँ। साथीहरू अब बस लिएर कतिखेर आउनुहुन्छ, कोही साथीहरू अहिलेसम्म उठ्नु भएको पनि छैन होइन। अब उठेर आउने बेलासम्म हामी कहाँ पुग्छौँ थाहा छैन साथीहरू। हामी तपाईँ कता जाउँ न हिँड्दै ओके ल, सामान छुटेछ अरे, सामान लिएर आउनुहुन्छ। हाम्रो टिम चाहिँ लाग्यो। सञ्जय सर हामी हिँडिन्छ नि होइन, थकै लाग्दैन नि। ल सञ्जय सर इन्जोय गरिराख्नु भएको छ। तर सरोज सरले यो इन्जोयलाई इन्जोय गरिराख्नु भएको छ। सरोज सरले मिस गर्नुभयो। यो भिडियो सरोज सरलाई हामी सबैले मिली पठाउनुपर्छ, सेयर गर्नुपर्छ। ल अघिको चाहिँ मैले भिडियो भनेर बनाएको फोटो परेको छ होइन। अब भेष्टरले चाहिँ पलको अपडेट घरमा म्याडमलाई गराइराख्नु भएको छ। भर्खरै मोबाइल गोजीमा राख्नु भएको। हामी चाहिँ हिँडिरहेछौँ यहाँ दामनबाट। म त हिजोबाट कन्ट्याक्टमै छैन। दामनबाट हिँडेको हामी सिमभन्ज्याङ आइपुग्न थाल्यौँ। यस्तो दामी छ यहाँको मौसम होइन। बाटो हेर्नु साथीहरू, हेर्नु टक्क कुल भएर। यो वर्ष दिनलाई पुग्ने एक्सर्साइज चाहिँ एकै दिनमा गर्ने हामीले प्लानिङ गरिरहेछौँ। ल हेर्नु यहाँ रुखहरू हेर्नु है, यस्तो बवाल नेपाल। अब के भन्ने यार, साथीहरू नेपाल छोडेर विदेश जान्छन्, हामीलाई नेपालमै विदेश छ। साथीहरू अस्ट्रेलियाको ब्लू माउन्टेनको फोटो हाल्छन्, त्यस्ता नेपालमा ब्लू माउन्टेन कति साथीहरू। ब्लू माउन्टेन घुम्ने भयो, अस्ट्रेलिया छोडेर आउनुहोस् नेपाल। ल साथीहरूले यहाँ ऐसुलीको बोट देख्नुभयो। ऐसुलीको बोटमा यस्तो चाहिँ झुमिराख्नु भएको छ साथीहरू है। म पनि जाँदैछु यहाँ। भेष्टरले मलाई एउटा खुवाउनुहुन्छ। यो चाहिँ पाकेकै रहन्छ पुरा। यस्तो गरेर खानुपर्छ। यो ऐसुलीको दाना रहेछ यो। यसलाई ऐसुली भन्छ साथीहरू। यो भनेको यसलाई इङ्ग्लिसमा के भन्छ थाहा छ कसैले? के समथिङ बेरी भन्छ के? यो नेपालको राष्ट्रिय फल हो यो साथीहरू। ए सुन्तलालाई चेन्ज गरे, पहिला यो थियो, अहिले सुन्तला हो। पहिला चाहिँ यो थियो के बेरी भन्छ के यसलाई? हो समथिङ बेरी चाहिँ बेरी नै हो यो। त्योहरू हाम्रो टिम यस्तो बाटोबाट पनि हामी हिँडिरहेछौँ होइन। यसरी यो सर्टकट वे खोजेर। यहाँ सिस्नुहरू पनि छ, जुगाहरूको खतरा पनि छ। ल हामी अब बाटोमा आइपुग्यौँ। मेन बाटोमा सर्टकट मारेर यत्रो डिस्टेन्सलाई सर्टकट मारेर हामी आइपुग्यौँ। यहाँ सरहरू आउँदै हुनुहुन्छ। राजकुमार सर केही गाह्रो भएको छ र? ल अल गुड भन्नुभएको छ। यस्तो सर्टकट बाहिर छ हामी। ल हेरौँ त। ओ माई गड, चिप्लो लाग्यो साथीहरू, बिस्तारै आउनुहोस्। बाटोको डेन्जर छ त्यहाँ।
भेट्टासम्म मार्ने सक्दो हामी सुनकौली फल्दो रहेछ यार राम्रो आउनु लाग्यो हाम्रो मेन हाइवे चाहिँ त्रिभुवन राजपथ सर्टकट मार्दा आइपुग्यो त्रिभुवन राजपथ ल अब चाहिँ दामी बाटो आयो साथीहरू ल बाटो आयो रमाइलो भइरहेछ हामी चाहिँ अब हिँड्दै लगभग सिङ भन्ज्याङ तामानबाट 4 किलोमिटरको डिस्टेन्समा थियो लगभग अब आइपुग्न लाग्यो यस्तो छ पोखरी जस्तो यहाँ बनाएको छ अलि सफा चाहिँ भएको रहन्छ हुन त बर्खाको बेला छ है हाम्रो साथीहरू यहाँ पुगिसक्नु भएको छ हिँड्दै ल हेरौँ साथीहरू मस्त दामी ठाउँ छ मिठो हाँसो पनि गइरहेछ सञ्जय सरको बेला बेलामा जोक्स पनि गइरहेछ यहाँ हेर्नु सूचना पनि रहेछ ल यहाँ सञ्जय सर हुनुहुन्छ सरोज सरले पिएचडी किन नगर्नु भएको रे चितवनको साथीहरू मस्त चाहिँ गर्मी खाएर बस्नु भयो होला हामी चाहिँ मस्त यहाँ चिसो खाएर बसिरहेको छौँ साथीहरू ल यस्तो चिसो भनेर राख्नु भएको छ कामी राख्नु भएको छ राजकुमार सरले हेर्नु ज्यान यत्रो भए पनि राजकुमार सर 4 किलोमिटर डिस्टेन्स चाहिँ हिँडेर आइसक्नु भयो एकछिन रेस्ट गर्न लाग्नु भएको छ यो सर्टकट बाटो हानेको हेर्नु त जुकाले मेरो खुट्टाको पुरा चाहिँ यस्तो बनाइदियो जुका छ कि छैन होला यहाँ जुकाले खायो ल रगत धुत्तो बनाएछ धारोमा गएर पखाल्नु पर्यो त्यही सर्टकटमा चाहिँ जुत्ता खाएछ खाइ हुन्न के ल साथीहरू हामी अहिले चाहिँ यो थाहा नगरपालिका सकेर सिम भन्ज्याङबाट थोरै तल यहाँ मैत्री बगैँचा भन्ने ठाउँ छ अरे हामी त्यहीँ पकाएर खाने भनेर यहाँ प्लान भयो हाम्रो त्यहाँ हामीले स्थानीयलाई सोद्धाखेरि त्यहाँ प्रतीक्षालयहरू पनि छ अनि एकदमै राम्रो बगैँचा पनि छ मैत्री बगैँचा साथीहरू नाम सम्झिनु होला तपाईँहरू आउँदाखेरि पनि मैत्री बगैँचाको गेट छ अरे त्यो गेट खोलेर थोरै भित्र गएपछि त्यहाँ ग्राउन्ड लगायत प्रतीक्षालयहरू पनि छ अरे हामी चाहिँ त्यहीँ गएर आज चाहिँ पकाएर खाने भन्ने हाम्रो प्लान भएको छ अनि सुरेश सरहरू चाहिँ टक्क पालुङ गएर त्यहाँको लोकल खसीको मासु र लोकल आलु लिएर आउनु भएको छ अरे गाडीमा हालेर हामी चाहिँ त्यहाँ मस्त पकाएर खानेछौँ इन्जोय गर्नेछौँ है यहाँ सञ्जय सर आइराख्नु भएको छ यही हाम्रो पछाडि त्यसरी चाहिँ सबैजना साथीहरू हामी रमाइलो गर्दै हिँडिरहेछौँ हामी लगभग 6 किलोमिटर हिँडेर तल आइसक्यौँ आज दामनबाट साथीहरू हामी अब यो मैत्री बगैँचा भन्ने रहेछ त्यहाँबाट हामी चाहिँ इन भयौँ है यहाँ माथि गएर पकाएर खाने हामी प्लानिङ गरेर डिसाइड भयो र यस्तो बाटो छ हिँड्दै गइरहेछौँ हाम्रो गाडी पनि आउँछ यो बाटोमा 1 मिनटमा गाडी माथि चढ्दो रहेछ ल बाटो त्यस्तो गाह्रो त छैन हामी 11 बजी 11:30 बजिसक्यो हाम्रो यो मैत्री बगैँचामा हामी आइपुगेका छौँ यस्तो रहेछ यहाँ चाहिँ हाम्रो बस पनि आइपुगिरहेछ ल बस पनि आइपुग्यो यताबाट मैत्री बगैँचा ल हामी चाहिँ यहीँ बसेर खाने निर्णय गरियो यताबाट तारासरले ल्याइराख्नु भएको छ ल हाम्रो साथीहरू यहाँ कसिसक्नु भएको छ भेस्टर काउली फिल्डमा उत्रिसक्नु भयो काउली काट्नलाई है काउलीमा किरा छ कि छैन राम्रोसँग हेर्नु होला अनि त्यसपछि गएर पाण्डे सरलाई यहाँ पाण्डे सर आगो डिपार्टमेन्ट हेड हुनुहुन्छ यहाँ दाउरा खोज्ने डिपार्टमेन्टको हेड बनाएको छ पाण्डे सरलाई चाहिँ त्यसपछि सबजना दाईहरू चाहिँ यहाँ लागि पर्नु भएको छ धनियाँ डिपार्टमेन्ट हेड दुर्गा सर हुनुहुन्छ यहाँ धनियाँ चाहिँ मस्तो दामी खेलाइराख्नु भएको छ दुर्गा सरले दिल्ली सुरु त
दाउरा कलेक्ट गरिराख्नु भएको छ। सञ्जय सरले पुरा निरीक्षण गरिराख्नु भएको छ यहाँ। र कोही साथीहरू पानी लिनको लागि उता जानु भएको छ कुवातिर। यहाँ कुवा रहेछ यता कुनामा चाहिँ पानी ल्याउनलाई कुवातिर जानु भएको छ। यो हाम्रो आइटमहरू त्यसपछि गएर हाम्रो कुरुम चिउरा भयो, यहाँ प्याज भयो, प्याजपट्टि तलक दाइले प्याज खोल्साइराख्नु भयो। ओ खतरा दाउरा लिएर आउनु भयो ल उताबाट सरले चाहिँ रुफेट हालेर ल्याउनु भयो। दाउरा आयो आज, दाउरा आयो। हाम्रो यहाँ ग्यास चुलो पनि छ। आइबिसर भोक लाएर बसिराख्नु भयो। अनि बाहिर हामीले राइस कुकरहरू पकाउँदा चाहिँ 1लाई 1.5 गर्नुपर्छ पानी यस्तो हुन्छ त्यो चामल अनुसार। अनि अर्को हामीले नर्मल जिरा मसलाहरू त्यो रिपुराजहरू छ नि 1 गिलास चामललाई 2 गिलास पानी हाल्छ। यहाँ जेसी सरलाई कसरी पकाउने भनेर सिकाइराख्नु भएको छ एमबी सरले। नत्र काँचो हुन्छ। सर के छ यो? यो एकदम दामी अर्ग्यानिक काउली। अर्ग्यानिकै हो? 100% अर्ग्यानिक। किरा त छैन नि भित्र पसेको अर्ग्यानिकमा अलिअलि किरा हुन्छ। यसलाई किरा पनि अब त्यही तरकारी खाएको हो के अरे, भेज किरा हो, केही फरक पर्दैन। हाम्रो यहाँ चुलो ढुङ्गे युगको तरिकाले हामी पकाइरहेको छौँ आज। दाइले यहाँ धार लगाइराख्नु भएको छ। यसले हेर्दै कसरी धार लगाउने दामी तरिकाले लगाइराख्नु भएको छ दाइहरूले। यहाँ सरले दुर्गा सरले तयार गरिसक्नु भयो। धनियाँ डिपार्टमेन्ट तयार भइसक्यो। दाइले यसलाई रियुजको लागि चाहिँ प्याकिङ गर्नु भएको छ। यो नेवारी चामलको चलक दाइले यहाँ मस्त धोइराख्नु भएको छ। ह्यान्डल फिट गरेको त्यो यो नटहरू छ नि यति ल आगो सल्काउनको लागि हामी लागि परिरहेको छौँ। अब हेरौँ दाइले यहाँ कसरी आगो सल्काउनुहुन्छ। यो प्लास्टिक त बाल्न नहुने साथीहरू, तर अब बाध्यता व्यवस्थामा परियो हामी। त्यही भएर अब यो बाध्यताले गर्दा मात्रै बालेको हो है। यो प्लास्टिक बाल्नु चाहिँ यो वातावरणको लागि हानिकारक छ, यो सबैलाई थाहा छ। त्यही पनि के गर्ने, अहिले अब चिसो दाउरा छ, यहाँ ग्यास पाइएन। त्यही भएर हामी ढुङ्गे युगको तरिकाले पकाएर खानलाई यहाँ। ल कस्तो दामी सल्के ल। सञ्जय सर के छ यो ढुङ्गे युगको तरिका तपाईँलाई कस्तो लागिरहेछ? ल धनियाँ सही काटेर तारा सरले रेडी गर्नुभयो। यहाँ प्याज झन् कुरै नगर्नु, यस्तो दामी काटिराख्नु भएको छ होइन दाइहरूले। निराज सर पनि यहाँ हामीले आइडिया लगाइरहेको छौँ बोटललाई कटिङ गरेर पानी निकाल्नको लागि जुगाड भन्छ नि तारा सर यसलाई। जुगाड लगाएर टक्कल हेर्नु यहाँ कसरी धनियाँ कचौरा बनाउनु भयो तारा सरले भर्खर। सही हो। ल हाम्रो धनियाँ तयार। सबैजना भोकले यहाँ चाहिँ खरेर बस्नु भएको छ। आलु हो आलु हो आलु कहाँ आलु ल यहाँ बिडी सरले टक्क पानी नापिराख्नु भएको छ होइन। ल पानीको आकलन भयो। कतिको फेरि कति छ र पानी यति भए पुग्छ पानी चाहिँ यो पानी खान्छ अलि गिलो नहोस् भन्ने कुरा ल दुर्गा सरले नै आफ्नो मनसाय राखिसक्नु भयो। भेसरको खोइ काउली डिपार्टमेन्ट भएको होइन। ओ पाण्डे सर, हाम्रो पाण्डे सरले यता खतरा आगो बालिसक्नु भयो। ल आगो डिपार्टमेन्ट हेड भनेर जिम्मा दिएको हामीले।
पाण्डे सरलाई दाउराको चाहिँ बाल्नु भएन, ग्यास चाहिँ बाल्न आउनुभयो। बाटो हुनुहुन्छ पाण्डे सर। ल आयो हाम्रो भात पसललाई टलक दाइ आउनुभयो। ल टलक दाइले लिएर आउनुभयो, तर पाण्डे सरले यहाँ आगो फेरि निभाउनु भयो। ल हेर्नु हाम्रो आज यहाँ चाहिँ पकाउनको लागि दाउरा राजन सरले कति दुःख गर्नुभएको छ। राजन सरले डोकोमा ल हेर्नु त, यो सधैँ ग्यासमा पकाएर खाने होइन, हामीले डोकोमा ल राजन सरले यस्तो खतरा तरिकाले टक्क दाउरामा बोकेर के अरे डोकोमा हालेर बोकेर लिएर आउनु भएको छ। अब यति भएपछि आजलाई हामीलाई पुगिहाल्यो नि। आजको बिहानको साग टरिहाल्यो हाम्रो है। दाउरा खतरा आछ। ल ल राजन सर बिसाउनु लाउनु भएको छ। अब एक डोको भरि भयो। ल दाउरा पनि खनिएको छ। ल हामी चाहिँ अहिले कटिङमा व्यस्त छौँ सबैजना। यहाँ आगो सल्काउने कम्पिटिसन भइरहेछ। यहाँ एउटा आगो सल्काउन लागिराख्नु भएको छ दाइहरू। अनि यतापट्टि भेसर पुरा चाहिँ प्याज भ्याएर, काउली भ्याएर, प्याज भ्याएर टमाटरमा लाग्नु भएको छ होइन। तारा सरले यहाँ प्याकिङ गरिराख्नु भएको छ। म चाहिँ भ्लग बनाइरहेको छु। ल यहाँ कम्पिटिसन छ दुई साइडमा, कसले आगो छिटो बाल्ने भनेर। यहाँ दोस्रो टिम छ हाम्रो आगो बाल्नको लागि। तर प्लास्टिक जन्ने बाल्न चाहिँ नहुने। मान्छे भर्सेस जनावर। हामी चाहिँ मान्छे वाइल्ड म्यान भर्सेस वाइल्ड को सिरिज होइन, सुटिङ गर्नलाई आज हामी म्यान भर्सेस वाइल्ड। यहाँ चाहिँ यता देखाउनु। यहाँ चाहिँ हामीले इथियोपियाबाट ल्याएको विशेषज्ञ। ल बोल्यो के भन्नु? ल यताको टिम चाहिँ फर्स्ट हुनु सफल भएको छ आगो बाल्नमा। यताको टिमले आगो बालिसकेको छ। फर्स्ट हुनु भएको छ आगो बाल्ने टिम यतापट्टि। यतापट्टि दाइहरू पनि बोलिसकेको रहेछ। ल हेर्नु हाम्रो मान्छे भर्सेस के भन्नुभएको थियो हाम्रो पाण्डे सरले। ल सबजना चाहिँ आफ्नो आफ्नो काममा भिडिराख्नु भएको छ। ल हाम्रो लोकेसन चाहिँ यहाँ छ। यो मैत्री पार्क भन्दो रहेछ यसलाई। मैत्री पार्कमा छौँ हामी। चिसो जाडो होइन दाइ? ए दाइ त पुरा ट्र्याकमा बसिराख्नु भएको छ। काटेर भेन्ला टमाटर काटेर भेन्ला छिटो खिच्नु। उहाँले हेर्नु उहाँले यो दाउरा 12 बजे बल्ने योग छ है। 12 बज्न 12 मिनेट छ। पाक्न लाग्छ। आज मासु डिपार्टमेन्ट हेड चाहिँ भट्सर हुनुहुन्छ। अनि एसिस्टेन्टमा चाहिँ पाण्डे सर हुनुहुन्छ यहाँ है। यहाँ आगोमा पकाएर हामी चाहिँ आज मासु सधैँ ग्यासमा पकाएर कति खाने भनेर आगोमा यसरी फुकेर हामी पकाइरहेको छौँ। भट्सरले पकाएको मासु यस्तो बवाल हुन्छ साथीहरू। मासु विशेषज्ञ उहाँले यो चौधरीहरूको जस्तो स्वादमा बनाउनुहुन्छ यो मासु। ल यता चाहिँ पापडहरू तारिराख्नु भएको छ सरहरूले। टक्क दाइहरूले सरहरूले टक्क पापड भएको छ यसरी। यहाँ चाहिँ सरले मासुको आइटम बनाइराख्नु भएको छ। निरा सरले साथ दिइराख्नु भएको छ मासुको आइटम बनाउनलाई। तर निरा सर खानुहुन्न फेरि। धरती मातालाई चढाउनु है बन झाँक्रीलाई। ओ हाम्रो गणेश सर बल्ल आइपुग्नु भएको छ। राजकुमार सर हेर्छौँ। राजकुमार सर आइपुग्नु भयो। टाढो भएर यहाँ क्याम्प फायरिङ सुरु गरिरहेको छौँ हामी। टक्क आगो बालेर कुहिरो लागेको जस्तो भइरहेछ अहिले। कति 12 बजे लगभग 12 बजेमा चाहिँ यस्तो कुहिरो लाग्यो हेर्नु त यो मौसम सर र दामी छ। ल हेर्नु यहाँ क्याम्प फायरिङको आगो बलिरहेछ। यता साइडमा तरकारी पाकिरहेछ। यता साइडमा भट्सरको संयोजकत्वमा खसीको मासु पाकिरहेछ।
अनि आगो डिपार्टमेन्ट अहिले चाहिँ पाण्डे सरले राजीनामा दिएर बेसु सर आउनु भएको छ यहाँ पाण्डे सरले चाहिँ कोचिङ गरिराख्नु भएको छ अरे हाम्रो राजन सर चाहिँ पिस्नमा खतरा हुनुहुँदो रहेछ होइन खतरा पिसिराख्नु भएको पाण्डे सर चाहिँ पोलिराख्नु भएको छ के चिज हो त्यो थाहा छैन ल यहाँ यो टेक्नोलोजी अप्नाइरहेको छौँ हामी आगो बाल्नलाई ल हाम्रो टक्क मासु चाहिँ यहाँ वर्षले यस्तो दामी पकाइसक्नु भएको छ होइन यो मसला राख्ने कार्यक्रम भइरहेछ ठाकुर सर पनि अहिले त फर्ममा आइसक्नु भयो पुरा ब्याक टु फर्म ठाकुर सर ब्याक टु फर्म आइसक्नु भयो होइन हाम्रो यहाँ चाहिँ भात पाके एक लट पाकिसक्यो अनि त्यसपछि यतापट्टि चाहिँ हाम्रो आगोमा पुरा तरकारी भेज तरकारी पाकिरहेछ यहाँ चाहिँ अनि यता फेरि हाम्रो अल्टरमा हाम्रो चाहिँ पाण्डे सर हुनुहुन्छ ल हाम्रो यहाँ भात पाकिसकेछ साथीहरू मासु खाने भए पनि मासुको झोल रेडी छ झोलसँग खानेलाई चाहिँ रेडी छ रे ठाकुर सरले भन्नुभएको काउली आलु यहाँ चाहिँ हारालुज भइरहेछ काउली आलु हारालुज भइरहेछ भेज साथीहरू को हुनुहुन्छ ल आइदिनु होला भेज साथीहरू को हुनुहुन्छ स्टेजमा आएर एउटा प्लेटमा समातेर आलु काउली ल भेज प्लेट समातेर हानिहालौँ आगो तापेर है आगो तापेर साथीहरू आगो तापेर बसिरहेछौँ यस्तो छ यहाँको मौसम ल हेर्नुहोस् कुहिरो लाएर यस्तो बबालै छ ल साथीहरू भोक लाग्यो यो भोकभन्दा मिठो केही हुँदैन त्यही भएर आफू त सुरु गरी पुछपाछ आइटम ट्याक्कै तरकारी साह्रै मिठो पकाउनु भएको सरले सरले बिहामा पानी पर्छ भन्नु मैले बिहा गरिसक्यो होइन दुईवटा छोराको बिहा हो पानी पऱ्यो केही हुँदैन पहिला पो घरमा गरिन्थ्यो र साह्रै मिठो रहेछ ल यहाँ पाण्डे सरले चाहिँ टक्क डाइनिङ टेबल नेचुरल डाइनिङ टेबल भेटाउनु भएको डाइनिङ टेबलमा ल हेर्नु यहाँ भात चाहिँ खानको लागि लाइनबद्ध हुनुहुन्छ साथीहरू भात यहाँ भेज सरले बाटामा भात हाल्न थालिराख्नु भएको छ दुर्गा सरलाई बाटा बरु दुर्गा सरलाई पास गर्न पाएन यहाँ चाहिँ भात खानको लागि लाइन साह्रै रमाइलो भइरहेछ मासु पाके ल भोट सर पनि टक्क ह्याप छन्नलाई ल भेज सरले यस्तो दामी हालिराख्नु भयो मेरो मोबाइलमा चार्ज पनि सिद्धिन लाग्छ आजको भ्लग चाहिँ अहिले इन्ड गर्नु पर्ला जस्तो लाग्छ एक बाटा भात हाल्नु फाल्न पाइँदैन है ल हामी फाइनल्ली खानासाना खाइयो होइन यहाँ मैत्री पार्कमा मस्त खाइयो मासु भात दबाइयो कराईमा बाटामा जेमा मिल्छ त्यतिमा बजाइयो है त्यसपछि अब हामी यहाँबाट तल मेन बाटोमा निस्किन्छौँ त्यसपछि घर साथीहरू अब यस्तै भयो मोबाइलको ब्याट्री पनि दैन्ड हुन लागेको छ त्यही भएर आजको लागि म यो भ्लग इन्ड गर्छु See you again. च्यानललाई शेयर गर्नु सब्स्क्राइब गर्न नबिर्सनु होला लाइक ठोक्नु कमेन्ट पनि गर्न नबिर्सनु होला ओके थ्याङ्क यू भेरी मच बाई बाई